प्लेयर लिएर नआऊ राम्रो प्लेयर लिएर आऊ जाऊ निक्लिउ जाऊ काम छैन तिम्रो जाऊ एकदम खतरनाक थियो लामा जहिले जान्ने पल्टिन्छ आफै जान्ने पल्टिन्छ यार जति बेला नि यार सबैजना सुनाइ गाइज उसकै कुरा सुन्ने रे उसकै टिम हारेछ प्यानल लगाएको टिमले प्यानल नलगाइकन आएर हारेछ उसकै कुरा सुन्ने रे अझै अस्ति जस्तो खै गेम प्ले अस्ति त नकमै हान्थ्यो त अनि अस्ति एउटा मात्रै हैन तीनवटा गेम खेले हुँदा तीनवटैमै हारिरहेको थियो अस्ति सबै गेम हानेको हो नि कुन गेम हारेको थिएन आफ्नै मात्र ठुलो कुरा यार आफ्नो गल्ती हेर्नु नि यार हो मैले यसो भयो ल है भन्ने हुन्छ नि एउटा यार आफ्नो त के देख्दै नदेख्ने भनेको म त छोरी मान्छे चिन्दिनँ नि छोरी मान्छे छोरा मान्छे एउटै हो मेरो लागि त फेरि चिन्दिनँ मैले कोही छोरा मान्छे छोरी मान्छे फेरि आफ्नो अलिकति आफ्नो लेभल हेरेर कुरा गर बुझ्यौ लेभल हेरेर कुरा गर आफ्नो के भएको तिम्रो गेमले जितेको भएकोमा चुप्प लाएर बसिन्थे आफै भन नि त बुझ्यौ तिम्रो टिमले जितेकोमा चुप्प लाएर बसिन्थे मैले ल गाइज एफओ मामाको ऑडियन्स मेरो ऑडियन्स हाम्रो गिल्डमा सबै प्यानल युजर छ छ त भागे कुरा हो त हैन यस्तो मामा सुन न एकरा मेरो कुरा सुन्दिनु न हैन ल सबैजना प्यानल युज छ गाइज प्लिज दूर रह हमसे फेरि 07 हुन्छ फेरि अझै ठुलो कुरा गर्छ आफूले देखेर गडा हो अहिले मजाक भइराछ मजाकमा उडाइरहन्छ हाम्रो कुरा त लामो जस्तो कस्तो खाले आइमे यो मान्छे यार हेलो 07 मा हामीले प्यानल युज गरेर 07 मा हराएको हो के न ल भन्नु हो कि हैन हो भागे कुरा हो प्यानल युज गरेर आयो भने 07 हुन्छ सो अबे मैले स्वीकार्छु किन हाम्रो गिल्डको सबै प्यानल युज गरे गाइस अब बात खतम ओ सुगारी छ केको बात गर्नु तिमीले त भन्यो सौदा पुरा गर्नु पर्यो तिमीलाई त सुरुमा एज प्रुफ गरेको नगरेको त्यो भन्ला त तिमीले तिम्रो कर्म भएको तिमीले त्यस्तै भन्न तिमीले यस्तै गेमले हिजो जस्तो गेमले देखाउँछु भन्न तिमीले त्यहाँ अगाडि गेम शट हानेछौ सुन्नु न ल म भन्दैछु त मामा मेरो गिल्डको सबै प्लेयरहरु के भन्छ प्यानल युजर हो माफ गरिदिनु होला हजुर अर्को पनि भिडियो हाल्दिनु यो पनि भिडियो हाल्दिनु होला हैन कस्तो म लाडो जस्तो कुरा गरेको हो यार चित्तै बुझेन त यसलाई हटाएर यसलाई ब्यान हान्दै डिस्कर्डबाट ओए सुनिरहेको थाहा पाइहाल्यो ब्यान हान्दै यसलाई डिस्कर्डबाट यस्तो मुजी काम छैन यसलाई लामो तत काम छैन यस्तो लामो काम छैन त्यस्तो काम छैन यार ओए स्टडी हजुर यहाँ मलाई अलिकति सस्पिसियस लाग्यो कसम यहाँ हेर त